साथीहरु वेलकम छ फेरि पनि म चाहिँ नेपालगञ्ज एयरपोर्टमा आइसकेको छु है। हेर्न सक्नुहुन्छ हामी एयरपोर्टमा छौं। छोरी र म। यो चाहिँ नयाँ बन्दै गरेको भवन रहेछ, अहिले सञ्चालनमा छैन। सञ्चालनमा चाहिँ छैन नेपालगञ्जको यो नयाँ भवन हो। यो सबै सञ्चालनमा चाहिँ छैन। अब सायद केही समयपछि सञ्चालन हुन्छ होला यो नेपालगञ्जको एयरपोर्ट। आज यस्तै भयो क्या। आज चाहिँ खासमा यति एयरलाइन्सको टिकट थियो 10:05 को काठमाडौँदेखि नेपालगञ्जसम्मको। तर यहाँ के भयो भने चाहिँ अब हामी 1 घन्टासम्म तपाईँको भित्र वेटिङ गऱ्यौँ। त्यसपछि हामीलाई प्लेनमा बसाउन लाग्यो। प्लेनमा लगिसकेपछि अब ट्राफिक जाम के भनेर चाहिँ तपाईँको 1.5 घन्टा चाहिँ प्लेनभित्रै राखिदियो। बल्ल बल्ल प्लेन उडिसकेपछि नेपालगञ्ज त पुगिसकेपछि अब भयो समस्या। फेरि अर्को के भयो भनेपछि अब लगेजको कुरा आयो। सामान त पक्कै पनि हुन्छ। ब्यागहरू 2टा लगेज थियो। एउटा ब्याग त मैले ह्यान्ड क्यारी नै बनाएको थिएँ। अब लगेज चाहिँ कुर्दा आउँदैन। किन आउँदैन भनेको त आउँदैन। बल्ल बल्ल एउटा लगेज आयो है। त्यसपछि अर्को लगेजको वेटिङ छ। भाइ 5 मिनट भइसक्यो आउँदैन, 7 मिनट भइसक्यो आउँदैन। त्यसपछि त तपाईँ त्यो आउने हुन्छ नि, त्यो गोलो त्यो नै बन्द भइहाल्यो। अब के भयो त यस्तो? लगेज त मेरो 2टा हो, किन एउटा मात्रै आयो? यसो गएर बुझ्दाखेरि चाहिँ तपाईँको के भयो भनेपछि लगेज चाहिँ एउटै आएको रहेछ काठमाडौँदेखि है। अब हामी जानुपर्ने कैलाली। अहिले तपाईँको लगभग 3 बजिसकेछ है। अब 1-2 घन्टापछि मात्रै आउँछ भन्छ लगेज। यस्तो तनाव भएन भने के गर्ने त? अब समस्या आइपर्छ यसरी। अब अर्को प्लेनमा आउँदैछ अरे लगेज चाहिँ। सो अब हामी चाहिँ बाहिर गएर खाजा पनि खाइहाल्यौँ। झन् चाँडै पुग्छौँ भनेर हाम्रो चाहिँ 10:05 मिनटकै टिकट थियो है। मेरो छोरी हेर्नुहोस् न, भोकले गर्मीले कस्तो भइसक्यो नि। झन् यस्तो बेलामा चाहिँ हामीलाई समस्या बनाइदियो प्लेनले। अब जानुपर्ने कैलाली छ, लगभग 2.5-3 घन्टा लाग्छ है। गाडी पाउने नपाउने तनाव हुँदा पनि छ। अब लेट्स होप अब जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन् के अरे। अब गर्मी यस्तो छ कि कुरै छोडिदिनुहोस् क्या नेपालगञ्जको अहिले पनि। अब सामान आइपुग्यो कि पुगेन थाहा छैन। हामी चाहिँ एयरपोर्ट फेरि छिर्दैछौँ फेरि पनि सामानको लागि। अब आइपुग्यो कि आइपुगेन, सायद अझै प्लेन आइपुगेको छैन जस्तो लागिरहेछ मलाई। तपाईँ हेर्न सक्नुहुन्छ यो चाहिँ नेपालगञ्ज एयरपोर्ट यस्तो बनायो क्या यो यति एयरलाइन्स। अहिलेसम्म मैले यात्रा गर्दाखेरि यति एयरलाइन्समा चाहिँ कहिले पनि टाइममा उडाएको छैन क्या साथीहरू। सो प्लिज म चाहिँ के रिकमेन्ड गर्छु भनेपछि जो कोही साथीहरू पनि यो यति एयरलाइन्स भन्नेमा चाहिँ नबस्नु होला है। अरूमा बस्नु होला नो प्रब्लम, तर यति एयरलाइन्समा चाहिँ कहिले नबस्नु होला। म त यही भन्छु है साथीहरू। यस्तो छ क्या अवस्था, डुबायो क्या। पुग्नुपर्ने हामी कैलाली हो है, अझ यतै छौँ। कहिले आउँछ थाहा छैन। जाँदैछौँ फेरि पनि अब सोध्न के हुन्छ।